हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। अहिले म मेरो घर आएको छु चैत बार्नको लागि। अब यहाँ आएको पनि 10-15 दिन हुन थाल्यो, अनिखेरि अब जाने टाइम पनि हुन थाल्यो। अनि मेमोरीको लागि मैले अहिलेसम्म एउटा पनि भ्लग बनाएको थिइनँ। सो आज म हजुरहरूले देखाउनेवाला छु कि म घरमा लाइक के गर्छु। अब अ डे इन अ भिलेज। सो अब गाउँमा कस्तो कस्तो के काम हुन्छ। खाना एकदमै सिम्पल बनाउने हो। फर्स्टली त म पहिला दाल बसाल्छु अनि त्यसपछि फेरि हामी सबै तरकारीतिर लाग्ने त। अनि यहाँ तरकारी टिप्न जाँदाखेरि हाम्रो पानी सधैँ बगिरहन्छ, यस्तो छ यहाँ। आगो बाल्न नि एक टाइपको स्ट्रगल हो। हाय हाय भन। अब हामी सेबी टिप्छौँ होइन बाबु। यहाँ यति सेबीला छन्। अब माथि माथि एकदम धेरै रहेछ नि, त्यही भएर हम माथितिर जाने। यत्रो धेरै लाखन मेरो हाइट काश यति हुन्थ्यो भने म यहाँ जान सक्थेँ। हाइटले मात खायो ल, के भएन। यो टिपम छिटो अब। बाबुले टिप्ने रे बिचराको हाइट पुगेन हौ। यहाँ छ हेर न। यति टिपे। अब टमाटर टिप्नुतिर जाम। तारा मस्त देखेछ। टमाटर यस्तो सानो टमाटरको टनै यहाँ टमाटर लाग्छ। फाइदा छ यो गाउँ बस्ने फाइदा छ कि लाइक हरेक चिज हाम्रो अर्ग्यानिक खाना मिल्छ। आज बाबुले मेरो भिडियो त बनाएन। आइरहनु कस्तो बनाएन, अब आफ्नो हात आहा कि के आहा, कस्तो बनाहौ राम्रो। ल जाऊँ। मेवा छ यहाँ। हाँ यो पनि के हो यो थाहा छैन मलाई हैन। लिची पनि फल्ला छ। लिची हाम्रो यहाँ उता ऑरेंज। कुन ओरेन्ज? यो यो ओरेन्ज हो। अनि अरु यो के हो त? यो के हो? यो मियालाई इंग्लिशमा के भन्छन्? म्याङ्गो। म्याङ्गो भन्छ। पपाया भन्छन्। के भन्छन्? पपाया। गुड। माई सपोर्टर एउटा गर्न 1 घन्टा लाग्ने।
सब खाना बनेर रेडी भयो आमा देखाउँछु के बनाएको छु मैले चटनी तरकारी दाल काम सबै सकियो अब रुम क्लिन गर्न त लगाऊ त हाम्रो बिहेको ब्यानर सो हजुर सबैले थाहा नै छ कि गाउँघरमा खाना त छिटै पाक्छ त्यही भएर म बस आज खाना बनाउन थालेछु अहिले 5:30 जति भयो होला अनि यहाँ फेरि 5:30 बजेदेखि जो खाना बनाउन स्टार्ट हुन्छ अब आज बिहानभरि यो भ्लगमा खासै यति देर त केही जो थिएन त्यही हल्का फुल्का मैले धेरै काम त गर्दैन घरमा धेरै जस्तो काम मम्मीले जो गर्नुहुन्छ मैले अलिअलि काम गर्छु अनि त्यही नै मेमोरीको लागि जस्ट फिल्म गरेको मैले एन्ड ल अब साँझ खानाको लागि प्रिपेयर गरौँ सबभन्दा पहिला आगो बाल्छु म